के गरे बुढी के गरे कि आलु रोपेर चाहिँ कतिको फलो भनेर हेर्न यो भिजाएर खन्न आँटेको नि त हो र? हेरौँ ल ए आलुको जरो त सुकेछ नि हेरौँ सानो उसमा लगाएको ए आलु कानपुरीले कत्रा कत्रा भएछ न राम हो भएछ त ऊ ए ए दुई तिनवटा फलेछ नि त मजाले आयो ठुलै भएछ नि अब गमला अनुसार ए भित्र रहनु मसिना कानपुरे आलु हुने अनि मसिना त हुन्छ नि त कानपुरे आलु ए ल त ए निकै भएका छ गुन्द्रुक हुनु अनि गुन्द्रुकमा कुटेर हालेर झोल खानु मिठो हुन्छ अब यता छ त अब यता छ निकै छ सातवटा त निस्क्यो त ए दोडा घाँस थियो ए दोडा गाँसमा 10वटा त निस्के यो खन्ने भ्याकी थिइनँ हेर्ने भ्याकी थिइनँ आज छुट्टी भएकाले ए कानपुरे आलु फेरि कस्तो मिठो हुन्छ सानै हुन्छन् हुन त यसको गाँस छ यसलाई के भन्छन् अरे यसलाई के भन्छन् गाइस ओ विद्यापात विद्यापात हिन्दीमा पत्थर चड्डा यो पत्थर भयो पेटमा पत्थर छ केहीमा भन्ने यो जडी दबाई हो सधैँ बिहान बिहान खाली पेटमा एउटा पत्ता खानुपर्छ कि मैले त्यो बेङ्गलोरदेखि ल्याएर बेङ्गलोर दादाको रुमदेखि जेठानको रुमदेखि एउटा सानो पुरी ल्याएको यत्रो बनाइसक्यो जोगाएर बेलुकी बिहान ड्युटी जाँदाखेरि यसलाई हामी भित्र राखेर जान्छौँ बेलुकी आएपछि हामी फेरि यसलाई बाहिर निकालिदिन्छौँ आज छुट्टी थियो र आज चाहिँ बाहिर निकालेर अनि आलु खन्न थालेका ए अर्को पनि उम्रिँदैछ सानो हुँदैछ एउटा यता यी अर्को एउटा हुँदैछ यहाँनिर यो पत्ताबाटै उम्रिन्छ पत्ताबाटै उम्रिन्छ पत्ता यसो चिसो पानीले भेटिराखोस् यसो दबाई दिनु भने यो पत्ताबाटै जरा एकदम जडी दबाई हो यो बहुत राम्रो हो यो शरीरको लागि ओके गाइस बाई भयो एक छाक भयो नि आलु